हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म फेरि पनि सिरुको घाँस काट्न जाँदैछु। आज चाहिँ बेलुका बेलुका हो। आज चाहिँ म आफ्नै अम्लिसो बारीमा घाँस काट्न आएको, तर धेरै चाहिँ रहेनछ, अलिअलि। आज चाहिँ शनिबार, गर्मीदेखि जाडो ठाउँमा आएको अरे। के गर्नु, राजारानीमा पनि जाडो गर्मी नै छ, तर पनि घुम्न आउनेहरू भिड नै हुन्छ। सदा चाहिँ अरू बेला चाहिँ धेरै नै गाडीहरू आउँथ्यो, आज चाहिँ सानो सानो गाडीहरू मात्र आएको रहेछ। क्यामेरामा त राम्रो देखिँदैन, त्यहाँदेखि टाढी हेर्दा चाहिँ देखिन्छ। तपाईँहरू पनि आउनु होला हाम्रो राजारानी घुम्न। बारीदेखि खिचेको, तर रुखहरूले छेलेर राम्रो चाहिँ धेरै पुरै चाहिँ आएन, तर पनि राम्रै छ। आउनु होला गर्मी ठाउँदेखि जाडो ठाउँमा। मेरो चाहिँ भारी पुगिसक्यो, अब घर जाने। मुनि चाहिँ सिरो छ, माथि चाहिँ अस्ति अम्लिसो अलिक काटिसकेको थिएन, अनि अम्लिसोको घाँस उपरमा चाहिँ। यो चाहिँ कोपीको बिरुवा राम्रो उम्रेन यो चोटि, के भयो? तल्लो भन्दा माथिल्लो राम्रो रहेछ। 2 पाकेट राखेको, पातलो उम्रेर आयो। यो चाहिँ खोर्सानी बारी, अकभरे खोर्सानी। यो चाहिँ लामो खालको लाम्ची खोर्सानी। यहाँ चाहिँ धेरै जागरिलो भएर यहाँ हेर्नु न, खोर्सानीको बिरुवा पनि देखिँदैन। यहाँभित्र खोज्नुपर्छ है, धेरै जागरिलो भएर। धेरै जागरिलो हुनु पनि फाइदा चाहिँ होइन रहेछ जस्तो लाग्छ। मेरो खोर्सानी बारी आज चाहिँ म खोर्सानीमा झारो उखालेको पनि कति दिन भइसक्यो, 5 दिन त भयो होला। कति पनि उखालेको छुइनँ, अलिअलि गर्दै। कहिले उखालिसक्नु होला यति लामो झार। यहाँ चाहिँ म बाख्राको खोर मर्मत गरेको। बाख्रा चाहिँ बाहिर छ। आज चाहिँ बाख्राको खोर एकदम 4-5 दिन लाएर फिनिसिङ। रात पनि परिसक्यो। 3टा छ बाख्रा, 1 2 3। पहिले चाहिँ ठुलो थियो, अहिले चाहिँ सानो बनाएको। आज चाहिँ यति नै, फेरि भोलि भेटौँला, बाई।